पीसीओएस भयो भने जीवनभर बच्चा बच्दैन भन्ने सुन्नुभएको छ। यो कुरा सुनेर धेरै महिलाले अनावश्यक तनाव लिइरहेका छन्, तर वास्तविक सत्य फरक छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई फलो गर्नुहोस्। यदि तपाईलाई पीसीओएस छ भने बच्चा बच्दै बच्दैन भन्ने होइन। धेरै महिलामा पीसीओएस हुँदा अण्डा नियमित रूपमा नपाक्ने एनुलेसन भएकाले गर्भ रहन गाह्रो हुन्छ, तर सही उपचारपछि धेरै महिलाले सफलतापूर्वक गर्भधारण गर्छन्। पीसीओएस महिलामा अनियमित महिनावारी, बढी एन्ड्रोजन पुरुष हर्मोन र अण्डा नपाक्ने समस्याको सबैभन्दा सामान्य कारणमध्ये एक हो, जसले प्रजनन क्षमतामा असर गर्न सक्छ। अब समाधान के हो? यदि तौल बढी छ भने केवल 5 देखि 10% तौल घटाउँदा पनि इन्सुलिन रेजिस्टेन्स कम हुन सक्छ। अण्डा फेरि नियमित रूपमा पाक्न थाल्न सक्छ र गर्भ रहने सम्भावना उल्लेखनीय रूपमा बढ्न सक्छ। यदि त्यसले मात्र पुग्दैन भने स्त्रीरोग विशेषज्ञको सल्लाहमा अण्डा पाकाउन मद्दत गर्ने औषधि प्रयोग गरिन्छ। हालका अनुसन्धानहरूले लेट्रोजोलले धेरै पीसीओएस भएका महिलामा क्लोमिफिन भन्दा बढी ओभुलेसन र लाइभ बर्थ रेट दिन सक्ने देखाएका छन्। केही महिलामा मेटफर्मिन र आवश्यक परे आईयूआई वा आईवीएफ जस्ता उपचार पनि विकल्प हुन सक्छन्। पीसीओएस भनेको बच्चा नबस्ने फैसला होइन। समयमै जाँच, सही उपचार र जीवनशैली परिवर्तनले धेरै महिलाको आमा बन्ने सपना पूरा हुन सक्छ। यो भिडियो स्वास्थ्य शिक्षाका लागि मात्र हो। आफ्नो अवस्था अनुसार स्त्रीरोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गर्नुहोस्।